स्वागत छ मेरो युट्युब च्यानलमा परविन्स प्रुफ सेमरा च्यानलमा। सो आज हामी लेट स्टेटस अफ नेपाली बायोडाइभर्सिटी यो मेरो भिडियो एकदमै महत्त्वपूर्ण छ स्पेशली फर क्लास 8 का साथीभाइहरुको लागि। सो लेट स्टार्ट द भिडियो। अब नेपालले हामीहरुको विश्वको वर्ल्ड्सको हामीहरुको कति पर्सेन्टेज एरिया लिएको छ भन्दाखेरि 0.03% अफ एरिया हामीहरुको यो अकुपाई गरेछ। अब हामीहरुको बायोडाइभर्सिटीको स्ट्यान्डर्डमा स्टेटस स्ट्यान्डर्डमा हामीहरुले हेर्नु भन्दाखेरि यो हामीहरुको स्ट्यान्डर्डमा के छ भन्दाखेरि वर्ल्ड्सको 27th स्थानमा पर्ने गर्छ र हामीहरुको एसियाको हामीहरुको यो 10th स्थानमा पर्छ, 10th पोजिसनमा पर्छ र यो हामीहरुको साउथ एसियाको 2nd स्थानमा पर्छ। मिन्स विश्वको 27औं स्थानमा पर्छ र एसिया महादेशमा हामीहरुको 10औं स्थानमा र दक्षिण एसियामा हामीहरुको दोस्रो स्थानमा पर्ने गर्छ। अब यसले हामीहरुको वर्ल्ड्सको विश्वको यसले हामीहरुको वर्ल्ड्सको टोटल एनिमल मध्ये हामीहरुको एनिमल मध्ये 1.1% अफ एनिमल यो हामीहरुको नेपालमा पाइन्छ र साथै हामीहरुको विश्वको कुल प्लान्ट्स को संख्या मध्ये नेपालमा 3.2% अफ प्लान्ट्स पाइन्छ हैन। अब नेपालमा फरेस्ट को प्रकार हेर्नु भने टाइप्स अफ फरेस्ट नेपालमा फरेस्ट को प्रकार हेर्नु भन्दाखेरि 15 प्रकारका पाइएको यहाँ रहेछ र यहाँ हामीहरुको टाइप अफ इकोसिस्टम को यहाँ रहेको टाइप्स हेर्नु भन्दाखेरि यहाँ 118 टाइप्स का यहाँ इकोसिस्टम पाइन्छ। अब यति भएपछि यहाँ हामीहरुको नेपालको यो हामीहरुको यति इन्फर्मेसन रहेछ प्लस हामीहरुको के रहेछ भन्दाखेरि नेपाल अब वर्ल्डको हामीहरुको वर्ल्ड रेयरेस्ट बर्ड मिन्स विश्वको सबैभन्दा रेयरेस्ट बर्ड जुन कि नेपालमा मात्र पाइन्छ त्यसको के नाम हो भन्दाखेरि स्पाइनी बेब्लर। त्यसको नाम हामीहरुको स्पाइनी बेब्लर हो। त्यसलाई हामीहरुले नेपालीमा काडे भ्याकुर भनिन्छ। यसको हामीहरुको साइन्टिफिक नेम हामीहरुको के हो भन्दाखेरि हामीहरुको यसको स्पाइनी बेब्लर को साइन्टिफिक नेम भन्दाखेरि ट्रुडोइडेस नेपालेन्सिस। यसको हामीहरुको साइन्टिफिक नेम ट्रुडोइडेस नेपालेन्सिस हो। यो हामीहरुको विश्वको हामीहरुको पूरा वर्ल्ड मध्ये नेपालमा मात्र पाइने यो हामीहरुको पेड हो। अब यो हामीहरुको वर्ल्ड रेयरेस्ट बर्ड थियो। अब हामीहरुको नेपालमा त्यो कुन जीव हो जुन कि नेपालबाट लोप भइसकेछ। अब जसको नेपालमा कुनै पनि अस्तित्व रहेको छैन, कुनै पनि जेनेरेसन रहेको नाम हामीहरुको पिग्मी हग रहेछ। यसको नाम हामीहरुको पिग्मी हग रहेछ र यसको हामीहरुको साइन्टिफिक नेम यसको पनि हामीहरुको साइन्टिफिक नेम रहेछ। यसको हामीहरुको साइन्टिफिक नेम के रहेछ भन्दाखेरि डर्फ वाइल्ड लियन। यो हामीहरुको डर्फ वाइल्ड लियन नामक यो हामीहरुको जीव जुन कि नेपालबाट एक्सटिन्क्ट भइरहेको छ। अब यसको नेपालमा मिन्स लोप हुने अवस्थामा छन्। अब तिनीहरु बिस्तारै नेपालबाट तिनीहरुको संख्या घट्दै गएको छ, तिनीहरु एक्सटेन्सनमा छन्, तिनीहरुको संख्या लोप हुँदै गएको छ। अनि यस्तै लोप हुँदै गयो भने त्यो हामीहरुको पिग्मी हग जस्तै तिनीहरु पनि त्यसैको श्रेणीमा आउन सक्छन्। तिनीहरुको नाम के हो भन्दाखेरि पहिला हामीहरुको बेंगाल टाइगर, दोस्रो हामीहरुको वन हर्न राइनो र तेस्रो हामीहरुको के हो भन्दाखेरि स्नो लिपर्ड। यी तीनवटा हामीहरुको जीव नेपालबाट एक्सटिन्क्सनको अवस्थामा रहेछ।
अब यस्तै नै हामीहरूको यति नै हामीहरूको नेपालको अहिले क्लास 8 को दृष्टिकोणले प्रेजेन्ट स्टेटस अफ नेपाली बायोडाइभर्सिटीको आधारमा अब नेपालमा यही नै हामीहरूको कति रहेछ, यही नै हामीहरूको डाटा बुकमा उपलब्ध रहेछ। सो मैले पनि यही डाटा यहाँ हामीहरूको वाइट बोर्ड